त्यो झरीले गर्दाखेरि एउटा दाउरो रहेन रहेछ। एउटा दाउराका लागि एउटा रुख काटेर आउनु पर्यो म त। त 5 जुन हो नि त होइन? यहाँनिर एउटा पुली रोप्नुपर्छ हामी पनि आज। आज त गस रोप्ने दिन हो। हुन्छ। यहाँनिर आइज त सफा गरौँ अलिअलि। उहाँ त हो किन कहाँ हिँडेका त अनि? रुख काट्न त्यत्रो रुख दाउराका लागि आज बत्तर अलिक उग्रे जस्तो भएर दाउरा रहेन रहन्छ काट्नलाई हिँडेको म। दिन आधै भेट्यौ। अनि के गर्नु त अनि आजै उग्रिएको छ कहिले भेट्नु त अनि हिँडेको म। कस्तो स्पिड हिँडेका भन्न पनि पाइएन। आजको दिनमा गस काट्ने हो। यसो भन्नु पर्यो भनेको एकदम हान्ने गोरुले हान्ने जस्तो गरेर हिँडे हुरिएर आइज छोरी। काकीलाई फोन गरिदिनु पर्यो अब भएन। गइरह यसो काकीले अर्सन हुन्थ्यो कि फोन पनि उत्तिखेरै आयो। हेलो। काकी सुन्नु न ती त बन्चरो बोकेर हिँडिरहेछन्। लु हेर कहाँ हिँडिरहेछन् नि तपाईँहरूकै बारीतिर गइरहेछन् गस काट्न अरे। हो र हाम्रै बारीमा गएर भन्नु पो पर्यो म त। के आज चाहिँ किन काट्न देखेछन् तिनले? होइन हौ आज के चाहिँ गर्न आँटेका हुन्? आजै चाहिँ हुँदैन काट्न। होइन आज के गर्न आँट्यौ? भर्खर बत्तर उग्रिरहेछ एउटा रुख यसो दाउराका लागि काट्नलाई बन्चरो लिएर हिँडेको। किन छेक्न आउनु भयो? तिमी आजै चाहिँ देख्यौ तिमीले? आजै चाहिँ रोप्ने दिन बोट बिरुवा रोप्ने दिन चाहिँ तिमी काट्दै हिँडेका? अनि दाउराको अबर परिरहेछ अनि नकाटेर के गर्नु त मैले? अनि भोलि पर्सि दिन आउँदैन? दाउराले मा बिजोग भइरहेछ बत्तर भर्खर उग्रिरहेछ नकाटेर हुन्छ? दिन्न म काट्न। रुख त काट्नै दिन्न। आज हुँदैन भनेको कस्तो भेडा हौ। म गएँ यो बन्चरो लिएर। हुँदैन। हेर त छँदा छँदैको बन्चरो खोसेर पो लिएर हिँड्नु भयो। काट्न दिन्छु पो होला। सकेसम्म म 100वटा पुली रोपौँला भन्ने छ। ऊ त बन्चरो लिएर काट्न आएको। आजै चाहिँ रोप्ने दिन नि काट्न चाहिँ देखेछन् बन्चरो लिएर हिँडेका। होइन हौ रोप्नु पर्ने के गरेका तिनले? ओइ कहाँ उभिएका हेतौ? ल हेर त उतै पो उभिएछन्। यिनले अर्को काट्ने भाँडो ल्याइरहेछन् र उभिएका हुन्। होइन हौ के चाहिँ गर्न आँटेका? हिँड के गर्न आँटेका? रोप्ने दिन यी मैले पुली ल्याएर राखिरहेको छु। तँ छबक्कसँगले रोप। हिँड्नु त हिँड्नु अगाडि हिँड्नु नि त। हेर हेर यहाँ मैले बिरुवा रोपेँ कि बारीमा गएर हेर हेर। आऊ आऊ बारीतिर हेर्न हिँड्न। आऊ आऊ बारीमा हेर्न। यहाँ कति चाहिँ मैले रोपेकी रहेछु। उहाँ हेर हेर मैले 100 जति पुली सबै मैले बिहानभरि लाएर रोपेँ कि। ती पुली सबै तपाईँले रोप्नु भएको? ए मलाई त थाहा थिएन नि त। अब 5 जुनका दिन दाउरा घरमा उतिखेरै सकिए अनि अब अलिकति उग्रिएको थियो आकाश पनि भनेर यसो एउटा रुख ढाल्न सक्छु कि भनेर रुख काट्न हिँडिरहेको थिएँ। काग भालु सबै अहिले घर घर कता कता बहकिएर हिँड्न थाले। भन यो घाँस काट्ने भएर। ए त्यही त मलाई त थाहा थिएन। आज त अगाडि सारहरूले भन्थे आज विश्व परिवेश दिवस 5 जुन हो बोट बिरुवा रोप्नुपर्छ त भन्थे। मैले त बिर्सेको रहेछु। बोट बिरुवा रोप्नु पर्ने रहेछ आज। मेरो चाहिँ बुद्धि पुगेन छ र म काट्न हिँडेछु। तपाईँहरू पनि 5 जुनका दिन बोट बिरुवा काट्नु भयो कि क्या? यो दिन चाहिँ हुँदैन। अरू दिनै बोट बिरुवा काटे पनि रुखपात काटे पनि एउटा काट्नु छ भने 5वटा रोप्नुपर्छ अनि मात्रै एउटा काट्न पाइन्छ। नभए काट्न पाइँदैन। त्यही त भनेको त तिमीलाई। त्यही भनेको मैले। अर्थको त्यही हो। त्यसो भए म काट्दिनँ जाम त हिँड्नु भयो। हाम्रामा पनि 100वटा पुली रोपौँ त। अनि जाऊ त राम्रै कुरो भन्यो अहिले त हिँड। आउनु त।